डर लागिरहेछ मलाई खोल्न सकेन अहिले चाहिँ खुलेछ ओ गड कसरी खानियो हाई वेलकम ब्याक आज चाहिँ मसँग रामेन अनि स्क्यालप समथिङ के त्यस्तै के भन्छ अनि यो चाहिँ ओस्टर अनि मैले ओस्टर सस बनाएको छु लेट्स ट्राई फर्स्ट टाइम ट्राई गर्दैछु हेर्दैछौँ जम्मै कस्तो हुँदो रहेछ टेस्ट I don't know how to start. Alright, थोरै sauce. Hope it's nice. नत्र I don't know, यो म रामेनै स्टार्ट गर्न सक्दिनँ होला फेरि पाकेकै छैन क्या हो ब्राउनी टेस्ट हुँदो रहेछ अनि हल्का मैले सायद यो सँगै राखेर स्टिम गरेको भएर सायद यसको यो बाहिरको माटोहरू हल्का किरिकिरी आयो कि जस्तो फिल भयो मलाई तर नट ब्याड मलाई चाहिँ मन पर्यो मन लाइक अब यो चाहिँ मैले हेर्दा डर लागिरहेछ मलाई खोल्न सकेन अहिले चाहिँ खुलेछ ओ गड कसरी खानियो फिङ्गर क्रस ए भगवान प्राणीले अनेक थरी खाने बिचारा यिनीहरूलाई मान्दा के टेस्ट I don't know तर नमिठो चाहिँ छैन मिठो छैन खै के हो नमिठो छैन त्यही भइहाल्यो हैन त मेन कुरो तर हेर्दा हेर्नु न यो यस्तो यो कस्तो यो मुखमै के गरिहाल्यो जस्तो म चाहिँ अहिलेसम्म घोगी पनि खाएको छैन अब केसँग म्याच हुन्छ यसको टेस्ट त्यो ओइस्टर भन्दा चाहिँ यही ठिक छ कि जस्तो लाग्यो मलाई अझ
मेरो टेस्ट मलाई लाग्यो आन्सर है। धेरै त थिएन, 3टा 5वटा मान्छे एकैछिनमा सिद्धिहाल्यो। यसको हेर्नु चाहिँ साह्रै राम्रो क्या। लेट्स स्टार्ट रामेन। यति छिटो मैले सिद्ध्याउँछु भनेर सोचेको चाहिँ थिइनँ, तर एकैछिनमा सर्ट भिडियो हुने भएको छ। यो सस पनि मिठो भएछ। मेबी ससको कारणले नि हुनसक्छ। होइन, तर त्यसको त्यो टेस्टै ठिकै थियो। मैले लास्ट टाइम एउटा के मुसेल कि समथिङ के भन्ने ट्राई गरेको थिएँ, त्यो त यस्तो नमिठो टेस्ट भएको थियो। मलाई अब खै थाहा छैन किन हो। मैले बनाउने तरिका चाहिँ जस्तो स्टिम गर्ने जो फ्राई गर्दैन, पानी तताउने, नुडल्स हाल्ने, अनि त्यहाँबाट नुन हल्का पानी हालेर रहेछ अनि हल्का नुन हाल्ने, अनि यसरी निचार्ने, यति हो। यो झोल के हो छिटेको। अन्डा चाहिँ माथिबाट हालेको थिएँ 2टा। त्यो चाहिँ मैले सोचेको थिइनँ क्या यस्तो मिठो हुन्छ। मिठो यस्तो हुन्छ होइन। ट्राई गर्न डराइ लिएर आइरहेको थिएँ मैले। लिएर आउन चाहिँ के गरौँ भइरहेको थियो, किनभने सधैँ मैले धेरै बनाउँथेँ र बुढाले खाइदिनु हुन्थ्यो। आज त रामेन पनि बुढालाई मन पर्दैन, त्यो सी फुडहरू पनि खासै मन पराउनुहुन्न कि टेस्टै गर्न खोज्नुहुन्न। टेस्टसम्म गरिदियो त ट्राई गराउनुहुन्थ्यो नि। मजा आएन। त्यो के हो त्यो। सस चाहिँ साह्रै मिठो भएछ। 10 मिनट पनि लागेन रेडी हुन। इजी एन्ड क्विक। लास्ट टाइमको भिडियो चाहिँ रामलाई चपाउँछु, साह्रो न साह्रो मिठो भएको छ। कुरो दाँत दुखिसक्यो त्यो पोर्क। भगवान्
मेरो एक दुईजना इन्डियन साथीहरूले चाहिँ हिन्दीमा बोल्नु न भन्दै हुनुहुन्थ्यो। अब हिन्दीमा बोल्यो भने हिन्दी भाषा नबुझ्दा मान्छेहरूले नेपाली पनि नबुझ्दा दुइटै मिक्स भएर आज चाहिँ मैले एकदम इन्जोय गरेँ ल। त्यो पनि सस लास्ट टाइम त चिसो पनि खान नसक्ने लेमोनेडले भगवान् मलाई टेस्ट मिठो नलागेको किन चिचा जस्तो भयो त। मजा आ गया वहाँ। आपके hands up. God, sorry. मान्छे किन सड्किन्छ थाहा छ? खाना खाँदै अरूको बारेमा सोच्यो भने कुरा काटा क्या मनमा नै हो जस्तो लाग्छ मलाई यो। मजा आ गया। Ini handphone ya. Oke. Hold on. Jumping jump going. All right. आज चाहिँ मैले फर्स्ट टाइम मलाई पेट फिनिश गरेको अनि के आएको मलाई ओभर एक्साइटेड भएर। All right. Thank you for watching. Bye bye. Wait for my next video.